यस्तो डेन्जर भ्यू छ यो बाटो पुरै हिजो हामी यहाँ नो तल यहाँ वेयर यहाँ तल त्यो तल भनेको यहाँ यहाँ थियौँ यहाँ यहाँबाट मामा गाउँ यो ओ माई गड यो सेतो देखेको साइडको घर हो होइन हामी आएको त भनेपछि झन् यता पर कहाँ हो नि यता यत्रो बाटो गुन्डुङ 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 लड्नु खोज्दै 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 हामी यहाँ आइपुग्यौँ यहाँबाट हामी फेरि हिँड्दै 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 के हो नाम भन्नु यो डाँडाको नि पछाडि के हो अरे नाम सैलुङसरी महादेव भएकोमा हिँड्दै 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 हाम्रो यो दुईटा खुट्टा अनि प्लस आँखेको दुईटा खुट्टाले हिँड्दा 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 गरेर पुगेर दर्शन गरेर फर्क्यौँ अनि यहाँनिर चाहिँ मामाको रिसोर्ट रहेछ सानो यहाँ चाहिँ आखेर को हो मामा चाहिँ गफ गर्दै हुनुहुन्छ हामी चाहिँ भर्खर कफी खाएर भिडियो बनाउँदै हिँड्दैछौँ उहाँहरू चाहिँ तामाङ भाषा मात्रै बोल्नुहुन्छ गाइज भर्खर घाम निस्किँदैछ बिहानै हो यो त घाम त तर पूर्वमा त छर्लङ्गै निस्किसक्यो किनभने पूर्वमा त घाम निस्केको हेर्ने ठाउँ छ लुक एट दिस हेर्दै कति राम्रो नि हेर्दा त परबाट पार्टिसन लुक एट दिस गुराँस कोही चाहिँ गुराँस फुलेर मरिसकेछ कोही चाहिँ गुराँस भर्खर फुल्दैछ वाउ हेर्दा जति रमाइलो हिँड्दा त्यति नै खुट्टा थरथर काम आयो मैले यहाँ एउटा यति काफल हेर्नु पर्यो कहिले देखेको थिइनँ भनेको यो सब काफल यो मान्छेले खाइसक्यो यत्रो आँखा पारेर गुवाम गुवाम खन्चुवा इन्सान दिस म्यान इज सो खन्चुवा उहाँ चाहिँ हाम्रो आँखे यो चाहिँ हो रिसोर्टको नाम सानो सैलुङ कृषि एन्ड जङ्गल रिसोर्ट यो ठाउँलाई के भन्छ यसलाई भन्छ पढौँ यहाँ आउनुभयो भने चाहिँ यही एउटा त छ रिसोर्ट नै होइन यहाँ आउनुभयो भने चाहिँ यहाँ बस्नुहोला बाई